ओ आपा को पो अरे आपा अनि थाहा अनि थाहा पाऊँ अनि थाहा पाएँ माइतीको बाउ रक्सी के रक्सी चाहिँ बेलुका ल्याउनु पर्यो भनेर त्यहाँ किनिदिइहाल्छु नि म त खतरा देखेको छैन कस्तो रहेछ यस्तो नहोस् कस्तो चाहिँ होस् यस्तो चाहिँ होस् खै नि साडी त दामी छ दामा दामी छ त कसले किनिदिएको यो यो कलर र गुना मिलेर किन्दैन ए कहाँ 25,000 साडी यो 2500 हो कति ए हो बहुत वर्ष भयो ए यो चाहिँ के अरे आपा आमा आपाको सास सास मेरो छोराको च्यानल सब्स्क्राइब गरिदिनु हेलो नमस्ते एन्ड गुड मर्निङ सबैजनालाई अब मलाई थाहा छैन म यो भिडियो कहिले हाल्छु है फेरि बेलुकातिर हेरेर राति हुँदा पनि यसले त गुड मर्निङ भन्दो रहेछ नभन्नु सो आज चाहिँ हामी जानु आँटेको छु भुटान त के भन्नु फुन्सलिङ अभियसली त भुटानै पर्छ है अन्त धेरैजना कन्फ्युज हुन्छ क्या अन्त भन्छ कि भुटान गएको कि जयगाउँ गएको के भन्छ अनि जस्तो बर्डर अगाडि चाहिँ तपाईँको जयगाउँ चाहिँ लास्ट पर्छ है त्यहाँबाट बर्डर भेट्छ बर्डरदेखि उता गयो भने चाहिँ भुटान जुन चाहिँ स्टार्टिङै तपाईँको फुन्सलिङ हो है भुटानको अन्त सो आज चाहिँ हामी जाँदैछु अन्त म माम मेमे मेरो भाइ मेरो सुटहरूले गर्दा म एकदमै बेसी टायर्ड ओभर नै बेसी म थाकेको छु त्यही भएर चाहिँ मेरो हिजो रोहिणी सुट भएको कारणले गर्दाखेरि म बेलुका सिलगढी आएँ र मेरो भाइले मेरो माम र मेमेलाई लिएर आउनुहुँदैछ एन्ड अल्सो मामले मेरो यो देखेको छैन क्या यो देखेको छैन अन्त यसमा चाहिँ मजाको लाइट्स पनि बल्छ नि त माम हेरौँ रुममा आउँदाखेरि कस्तो रियाक्ट गर्नुहुन्छ उसले फर्स्टमा क्या आमा खै आमा आउँदैछु खैनी झिक्दैछु तामाङ टोपी लाएन लाइन किन जाडो हुन्छ त्यो अरे उता त गरम हुन्छ तापा म के जान्नु आम्मा जुत्ता त फेरि है कता टल्का छ नि कहाँ हो सामान त हालेको छ पछाडि यो अल्झिरहेको छ फेरि खै एकछिन बस्नु त यो चाहिँ ल भित्र बस्नु त ए भाइ पर्खे होइन उयो गरेको छैन उहाँ के रहेछ हौ देखेको छैन कस्तो रहेछ यसको चाहिँ के हुन्छ न त हेर्नु ल अब त्यहाँ हेर्नु ल आमा अब उहाँ हेर्नु ल उहाँ हेर्नु त ठुलो बनाउँछु भन्दा त बना त किन त मन परेको यो कस्तो दामी देख्छ लाइटमा झन् र अब चाहिँ गएको अनि माई भाइ इज ड्राइभिङ माई कार बिकज आई ओन्ली टु ट्रस्ट हिम अन्त माम र मेमे पछाडि छ हामी चाहिँ पालै पिलो कुदाउने अब टर्न बाई टर्न बिकज म थाक्छ क्या गएकै हो निकैचोटि तर पनि अब अलरेडी छ कोही ड्राइभ गर्ने भनेपछि फाइदा उठाउनुपर्छ नि हो आपा को पो अरे आपा अनि थाहा पाएँ कसले अरे आपा ब्रिटिसले भनेको फेरि हो खै यो चाहिँ मिलाउनु पर्छ हौ आपा के हेरेको आपा के चलाएको भनिरहेको माइतीको बाउ रक्सी के रक्सी चाहिँ बेलुका ल्याउनु पर्यो भनेर त्यहाँ किनिदिइहाल्छु नि म त खतरा के रहेछ यस्तो लाइन लागेको आउनु मेरो साथी आमा उनले घुमाइदिन्छ अब आज र भोलि नमस्ते लाइसेन्स आउँदै हामीले बनाएको
झन्डोको माथि पेलिङ केही छैन यो यस्तो न क्या होगा 4 ही लोग हैं अरे कुछ नहीं करता है सर ल जाऊ 4 लोग हैं 4 भयो सकेन उकालो जाने ल आउनु आउनु म छु त ए लिएर पनि आऊ दुईटा फेसबुकमा सब जान्छ अब लिँदैन नि त्यो त भात तातो पानी चिसो पानी जाने भने यस्तै छ फुल भुटानमा पनि फेरि तामाङ सेलहरू भइहाल्छ नि त चम्को छ नि खुसी भयो मजाले मोमो मजाले खान्छ नि आमाले देखिरहेको थियो भिडियो है देखिरहनु लो अरे माछा नाइस हैन माछा मिन्स फिश त्यति चाहिँ याद रहेछ ऊ के भन्दैछ माछा भन्छ भन्दैछ मच्छालाई बिल्ला नपार्नु त्यो चाहिँ फेरि काठमाडौँको कोही हिकाउँदो रहेछ नि फेरि के आबा ए कहाँ झर्छ जान्ने रहेछ भन्दैछ भाइले त्यहाँ जानु पनि पाउँछ पौडी खेल्नु खेल्छ अब अलिक ठुल्ठुलो दामी दामी स्कुलहरू पढायो भने नि अब घरमा बढिहाल्छ हो अब हुनेले पो पढाउँदैन हुनेले कहाँबाट पढाउँछ पढाउनु नि त साह्रै छ यता त त्यस्तो हुँदैन धनीको छोरा पनि त्यही स्कुल गरिब दुईको छोरा पनि त्यही स्कुल दामी नि राम्रो नि त्यो राम्रो त्यस्तै त राम्रो के भन्दैछ अब के दाची अरे यो केरा दाची केवा खाना चाहिँ भक्कै छ हो खै घटौँ अलिकति भनेको घट्नै दिँदैन हो मामले झन् मोटाकै मन पराउँछ अब चाहिँ एकछिन टाउन घुम्ने हो त्यहाँबाट आज रेस्ट गर्ने किनकि डिरेक्टली आएर घुम्दैछौँ हामी हो भन्दिनँ त्यो भन्दिनँ अब के भएको अरे अब त्यति बेला के पो भएको अरे त्यहाँ गाँजा खाएर हौ के भएको अरे खैनीको पट्टा अब यहाँ परेछ कि यत्रो ठुलो ढुङ्गाले थिचेको जस्तो भएर त्यस्तो हुँदो रहेछ गाँजा हो फेरि एक दिन चाहिँ यो उयो कुन्दनले खुवायो हो गाँजा कहाँ मणिपुरबाट ल्याएको भने कि म त रातभरि माथि रहन्छ काठमा पुऱ्याए जस्तो घरि भुइँमा रातभरि सुतेको छु भोलिपल्ट अब जिन्दगी गाँजा भन्ने कहिले खानु त्यो खैनीको बट्टा चाहिँ कहाँ छातीमा थियो अरे है ढुङ्गाले छिरेको जस्तो लागेको फुल गरिदिए फुल यहाँ आएपछि ट्याङ्की क्या ट्याङ्की फुल गरिदिए चाबी हालेको कि भिज्यो अलिकति यहाँ त फोटो दामी आउने रहेछ है लु बस्नु त एउटा बस्नु दामी ल यो के के होला अब यहाँ त के लेख्ने ओमा हो कि ओमा नि पेमे यसमा चाहिँ के लेखेको छ अरे कान्छी ओम तारे तुतारे तुरे सहा ओम तारे तुतारे तुरे सहा ओम तारे तुरे सहा म चाहिँ यो पढ्छु म पनि पढ्छु यो चाहिँ ओम मान्ने पेमे हो यो चाहिँ ओम मान्ने अझै ओम आहु बजा गुरु पेमा सेदे पनि छ यो चाहिँ के अरे आपा आमा आपाको सास सास जय गौ भन्दा नि अब जय गौ पनि अब सक्यो
अब यही त हो नि लास्ट अब त्यो नानीले के भन्ने आमा अब फेरि आउनुपर्छ है अब यो नानी एकताल त थला परिसक्यो आज चाहिँ डे 2 अन्त आज हाम्रो लास्ट डे हो सो हाम्रो रुम यही नै छ है आमा र आपा भित्रै छ आज चाहिँ हामी जाँदैछु मलाई त मुख पनि दुख्छ यहाँ आज हामी जाँदैछु लाखाङ मैले हिजै भनेको थिएँ मतलब त्यो प्रिभियस भ्लगमा अगाडिको भ्लगमा मैले भनिसकेको थिएँ सो आज हामी जान्छौँ गुम्बाहरू बिकज हाम्रो अब स्पेसली मेरो माम चाहिँ अब माम र मेमे चाहिँ त्यहीँ घुम्नको लागि आएको साडी त दामी छ त आमा दामी छ त कसले किनिदिएको यो कलर र गुण मिलेर किन्दैन ए कहाँ ए हो ए आज चाहिँ I'll be wearing this गो हो मलाई लाजुमको भाइले चाहिँ हेल्प गर्दैछ हिजो पनि लाजुमको भाइलाई देख्नुभयो होला हो यस के हो वर्ल्डको सबभन्दा ठुलो पकेट आइयो मलाई चाहिँ एकदम पर्फेक्सन चाहिन्छ कि अहिलेको गो चाहिँ अलिकति मलाई छोटो भएको जस्तो लाग्यो बट अब त्यस्तो त फिल भएको थिएन तर मैले एक्सचेन्ज गरेर फेरि अलिकति ठुलो यो कलर मलाई मन पर्यो हो आएर न तपाईँहरूलाई कस्तो लाग्छ बट मलाई त मन पर्यो यो कलर We are in the Bhutan. यहाँ चाहिँ मेमे म्याम आज ब्याक सिट हेर्नु होला सो क्लिन के लाउनु पर्छ What's your name? के भयो ल उत्रिम कस्तो अरे आमा यस्तो नहोस् कस्तो चाहिँ होस् यस्तो चाहिँ होस् होइन के भन्दैछ मान्छे के हो यो हो ए सक्नु त सक्छ नि हेगेन इट्स क्वाइट रेडी Let's go. Lu come. Hi. मेमे आमा त कडा छिर्दियो ओके यता हेर्नुहोस् न कस्तो यो सबै मिनिङ छ कि तर थाहा छैन ए योहरू यहाँ फुल स्टोरेज भन्नु के भन्नु मिनिङ छ यो दाम आयो भने यहाँ नभए यो त साँच्चै नै वेल्थको हो यो दाम वेल्थको के दाम हो हैन दामी बिस्तारै आउन आमा त्यो भुटानमा सोच्यो अगाडि क्या हजुर निक्लिँदै गरेको लु भिडियो ल लु आउनु गएपछि त्यहाँ गएर उम्लेर जम्ले कहिले खोलिन्थ्यो होइन त्यहाँ अहिले छैन त्यो राम्रो पहिला त कहिले थियो पानी त्यस्तो बाँधेको छ लेट्स गो यहाँ बिस्तारै लु बिस्तारै खै
अलि अप्ठ्यारो छ हात दिनुहोस् न आमालाई पक्री ल आउनु त बनाएको जस्तो थियो होइन होइन ढुङ्गै त कस्तो कस्तो थियो यहाँ ए यहाँ कस्तो ढुङ्गा हेर्न भाइ सेट चढ ए हाम्रो आपा सक्छ भन्दैछ हेर आपा के रहेछ आपा ओडाले रहेछ ए लु धर यहाँ चाहिँ म लास्ट टाइम पनि आएको तर अब माम र मेमेलाई त ल्याउनै पर्यो खतरा छ आपा खतरा देखेछ नि त लाजमलाई पो जिक्स के छिटो दामी निक्लेछ दामी है अर्को नानी र म खिचेको बस्यो भित्र बोयामा कस्तो रहेछ भित्र दामी नि गुम्बा नि दामी हुँदैन है दामी आपा के हो एजी अरे अझै देवगन त गर्नु छुता सुँगुरलाई फाँसी आयो कडा युनिट बोर्ड कस्तो रहेछ अब मिठो के अरे युनिट बोर्ड त्यो त्यस्तो नहाल त्यो पनि हाल यो हाल बेसी मलाई यो हाल मासु हाल बेसी तपाईँ र म केसमा खाने प्लेट यस्तोमा छिटो छ गुड दुईजनाले त सही काम पाक्छ अब यो जग्गा चाहिँ के पो हो यो जग्गा नाम त खरपन्डे मधेस हेर्ने ठाउँ चाहिँ यहाँ रहेछ अब एकछिन अब आमाले हेर्दैछ मजाले अब ढोक गर्छ हेर्नु ल ढोक गर्छ हेर्नु अब ऊ हो देख्न यतिको चाहिँ हुनु पर्यो नि त हेरि जुत्ता टल्कने पारा चाहिँ हो नि त साइड कट राइट कट म चाहिँ पुरा थाकिसकेको छु हो भाइ पनि अन्त त्यही कारण माम र मेमेलाई चाहिँ लाजोमले नि लाँदैछ घुमाउनु लागि पुरा थाकिसक्यो अब चाहिँ रुम कहिले गएर एकछिन रेस्ट गर्छु यार म पहिला बस हेर न फेरि आप्पाको माथि आयो बा गाइज अब चाहिँ हामी फर्केको सानो सानो क्लिपिङ्सहरू मात्रै मैले हालेँ किनकि म आफै नै पुरा बेसी टायर्ड थियो अनि अब घुमाउनु ल्याउँदाखेरि मामा मेरो फेरि आफै मात्रै कहाँ उयो गरेर होइन सो यति नै थियो मजा आयो जे थियो जस्तो थियो होप टु सी यू फेरि अर्को ब्लगमा सबैजना फेरि हामी जाँदैछौँ बाइ